बनाएको धरहरा होइन अहिले केपी शर्मा पछाडिको हो नि त अब अगाडिको भीमसेन थापाले बनाएको होइन नि त हो र केपी शर्माले भन्नुभएको छ नि त यो धरहरै हो भनेर हले जिकिर गरिरहनु भएको छ ठिक छ उहाँलाई त्यस्तै भयो म बुझाइदिन्छु त आइए देखते हैं मजा आएगा हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल फेरि पनि स्वागत छ। आज नयाँ भिडियोमा खतरनाक रियाक्सन हुँदैछ ट्याक्कल बालेन भर्सेस अर्क भर्सेस तीनजना खतरनाक थप्लाइ भइरहेछ गाइज ट्याक्क लगाएर महावीर पुनको पनि भइरहेछ ट्याक्क लगाएर अन्तिम समय हेर्दिन के हुन्छ कस्तो हुन्छ ल गाइज थापाले बनाएको धरहरा होइन अहिले केपी शर्मा पछाडिको हो नि त अब अगाडिको भीमसेन थापाले बनाएको होइन नि त हो र केपी शर्माले भन्नुभएको छ नि त यो धरहरै हो भनेर हले जिकिर गरिरहनु भएको छ ठिक छ उहाँलाई त्यस्तै भयो म बुझाइदिन्छु त सक्छ र बालेनसँग कन्फिडेन्ट लेभल छ बालेनसँग मान्छेले शिक्षक बनाएको रहेछ व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्दिए मुद्दामा गए अस्ति अदालत चलेर मुद्दा पनि जलेछ आनन्दै भयो साम्पाङ आफ्नै छ पारा साम्पाङको जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ हे दोहोरी गीत आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्टमा गर्मीका कारणले पनि हुनसक्छ धरानका कारणले पनि हुनसक्छ तर सबभन्दा ठुलो जो मान्छेसँग जसरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो कोट आज छैन मसँग ठिक छ चप्पल चाहिँ लाउनु भएको छैन तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने पहिलो कुरा त त्यो मेडल पहिलो कुरा त रक्सी खानलाई बेच्न खोजेको त होइन धेरै पार्टीहरूकोमा धाउनुभयो पार्टीहरूले पत्याएनन् टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुन्यो नत्र भने तपाईँको देश जलिरहेको सबै भागारे भाग भइरहेको बेला आउँछ 500 किलोमिटर गाडी चढेर चरा मुसा पनि थिएन त्यस्तो क्या सबै आर्मी नै आर्मी है तर खोइ के काम गरियो अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या ब्याङ्कको खातामा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भनेर होइन अनि उधुम मचाउने मूर्ख मान्छे म हो। अच्छा मूर्खले आफूलाई मूर्ख हो भने थाहा पाउँदैन रे सरले आफूलाई मूर्ख भन्नु सर मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा होला मूर्खै हो क्या मेरो खराब पानी छ मेरो खराब थाहा छ नि त उसलाई महावीर पुनः आफू मूर्ख हो भनेर छ नि सर अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ हजुर सोध्नुहोस् तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ यसरी नै देखाउँछु यसै गरी खराब पानी छ मेरो खराब मेरो खराब पानी छ मेरो यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो नि लात्ताले दिन्छ त्यसपछि लात्ताले दिन्छ लात्ताले बाङ्की बङ्गाल कति लात्ता हान्नुहुन्छ र सरकारबाट यो पैसा आउने छाँट देखिएन किनभने सरकारले ढुकुटीमा पैसै छैन भने ढुकुटीमा नभएको पैसा के चोरेर ल्यायो भन्नु त भएन सरकारलाई एकछिन लागि छिनु तपाईँ उम्मेदवार होइन तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उठ्नु भएका 2 जना उम्मेदवार मध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ केशव स्थापित म भोटै हाल्छु कन्फिडेन्ट मान्छे हुनुपर्छ गाइज आफूमा विद्वानमा चाहिँ बालेन शाहको फोटो राखेको छ मैले तपाईँको श्रमदान गरेर वर्ल्ड रेकर्ड राखेँ क्या बालेनजीले पनि वर्ल्ड रेकर्ड राखेँ ऱ्याप गाह्रो होइन राख्यो र तुलमा घरको साम्पाङले वर्ल्ड रेकर्ड पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि होइन खानु ल्याएर खान नसक्ने मान्छेहरू किन घरमा बस्यो होला जस्तो लाग्छ मलाई के बोलेको भाइ के बोलेको निर्देशक निशान्त बस्नेत ती गायिका जाँदा जाँदै म घरै जान्छु
र दम छ भने म भन्छु होइन एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिङ्गल त छुनै नसक्ने रहेछ त। त्यो असल व्यक्ति ल्याउनु काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। बबाल लाग्यो किनकि स्थानीय सरकारले आफ्नै पावर हुन्छ कि उसलाई एक्जिट गर्न सक्नुपर्छ भने त्यो पावरलाई कसरी नियन्त्रण गर्ने, कसरी आफू पदमा रहेर कसरी राम्रो काम गर्ने भनेर पुरा बालेनले सिकाइदिएको थियो। कति पावर हुन्छ मेयरमा पनि। हामीलाई थाहा थिएन कि मेयरमा यति मेयरलाई पनि यति पावर हुन्छ भनेर, यति पावर हुँदो रहेछ भनेर बालेनले चाहिँ सबै सिकाएका थिए। क्या 10% सल्युट भने बालेनलाई मान्नै पर्छ। त्यो राम्रो काम गरेका छन् बालेनले पनि। एकदम बबाल काठमाडौँलाई सुन्दर काठमाडौँ बनाइदिएका छन् गाइस। होइन घुस खाने छन्, घुस माग्ने छन्, म त लात्ताले दिइहाल्छु। कमिसन खोरी छन्। अनि तपाईँको महानगरपालिकामा कमिसन खोरीहरू छैनन्। मेरो जानकारीमा आएको छैन। आयो भने प्रमाणित लात्ताले हानेर पुग्छ भ्रष्टाचारलाई। दिने नै सही हो लात्ताले दिने। दादै आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने? होइन, आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर हजुर हेर्दै जानु। बालिन छ अहिले जनतामाझ नआउनुको कारण के हुनसक्छ? अहिले मैले सबभन्दा नराम्रो पात्र यो देशमा भन्नुपर्छ। अर्कोको लागि अर्को आफै राम्रो हो कि। उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन। गाह्रो छ भनेर बसियो लाएर सुतेर बसे भइगयो त। गाह्रो त हुन्छ नि, सब चिजमा गाह्रो हुन्छ। आफूले मेहनत गर्नु पर्यो, त्यसमा लाग्नु पर्यो गाइस। गाह्रो त जुनसुकै काम पनि गाह्रो हुन्छ। कसरी सत्य गराउने, कसरी प्रेस गर्ने त्यो हो गाइस। गाह्रो भनेर छाड्नु भएन। त्यसलाई पुरा गर्नु पर्यो, आफ्नो लक्ष्य पुरा गर्नु पर्यो। त्यो सही हो कि बालेनसँग भिजन छ गाइस। अनि त्यो भन्न चाहन्छु, एकदम खतरनाक मेयर हुन् गाइस बाले। त्यो अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोड्दै छोडेन त अब के हुन्छ। अनि झोलामा हालेर लिएर आफ्नै छ पारा। रोलेक्स हो के अरे? त्यहाँ त्यही फोटो हेर न, हो कि होइन? त्यसलाई बेच्नुहुन्छ के गर्नुहुन्छ तपाईँले? होइन, त्यो बुढाबुढीले चित्त दुखाउला, अहिलेलाई चाहिँ नबेचौँ भने। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन। त्यो भएर होला त्यस्तो। महिला फ्यान घट्ने भन्दा त होइन होइन त्यस्तो महिला फ्यान गायकहरूको त एकदमै महिला फ्यान ज्यादा हुन्छ। जस्तै हजुरको त छोराछोरी नै हुनुहुन्छ, हजुरको महिला धेरै हुनुहुन्छ। त्यो हिसाबले तपाईँ केही फरक परेको छ छैन नि? गजब बेइज्जती। कन्फिडेन्स लेभल क्या आइसक्यो। यस्तो छ तपाईँ आज माटोलाई छोएर माटोको कसम खाएर भन्नुहोस् राष्ट्रिय पार्टीले बहुमत ल्याउँछ ल्याउँछ। यस्तो छ मैले सही हो। पर्दैन, म आफै अर्का सामना आफै माग्छ। उम्मेदवारी दिएको भए राम्रो हुन्थ्यो नि त। पार्टी सिस्टमले लोकल इलेक्सनमा काम गर्न सक्दैन। जस्तै अब त्यो हाम्रो देशमा त अहिले पार्टी सिस्टमले काम गरिरहेछ। त्यही कुरा तोड्न खोज्दैछ। जस्तै उम्मेदवारी दिइसकेपछि तपाईँको गाह्रो छ। सही गाइस, गाह्रो छ, असम्भव छ। हुन त यसमा नस्लीय सोच हाबी भयो भन्ला नि के भन्ला नि, अलिक त्यहाँ चाहिँ जातिवादी जस्तो देखियो भन्ने खालका कुराहरू आयो। त्यो छैन हजुर, बिल्कुलै छैन। को आउनु पर्ने आउँदा हुन्छ, वेलकम छ त, ढोका खुल्लै छ, ढोकै छैन। दुनियाँले मलाई थुकोस् फरक पर्दैन, तर मैले ऐनालाई थुक्नु नपरोस् भन्ने कुरा बुझ्नु पर्यो। जस्तै मलाई पोलिटिकल पार्टीहरूले भन्छन् हामी घर घरमा पुगिसकेका छौँ, हाम्रो घर घरमा हाम्रो क्यान्डिडेट छन्। मेरो पनि त घर घरमा मान्छे। सही हो गाइस। बालेनको गीत हामी बचपनदेखि नै सुनिन्छ। बालेनको र्याप फ्यान हो। आफ्नो प्रधानमन्त्रीको बारेमा भन्नुहुन्छ सुशीला कार्की कस्तो हुन्छ भनेर? त्यो पनि भन्दैन। अब जस्तै गीतमा घुमाएर पनि छ। जस्तै उदित नारायण झाको कहिले तिम्रो पछ्यौरीमा अल्झै, कहिले तिम्रो चौबन्दीमा अल्झै, त्यो गीत चाहिँ सभ्य अरे। हाम्रो ऱ्यापबाट चाहिँ असभ्य।
अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि, यो टेक्नोलोजी त थाहा नभएको होइन होला। होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडी बलियो थियो कि त्यहाँभित्रै पसेन। नेताहरूको गाडी बलियो हुन्छ नि त, कहाँ फस्छ फोहोर। कस्तो ठिकै छैन, यो चाहिँ ठिक छ, त्यो चाहिँ ठिक छ, यो ठिक छ। युजली प्राय चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो ऱ्याप म पनि गर्छु। हजुर हजुर, होइन हजुर, एकदमै म जस्तो ऱ्याप चाहिँ गरेर आउँछु क्या, जस्तो के चक्लेटको पेपर ऱ्याप कि के कस्तो। इन अ मुड फर अनदर केही तपाईँले गीत सुन्दैमा है सुन्दै म गर्दिनँ। अब तपाईँको सुन्छु म एकचोटि। या मेरो सुन्नुहुन्छ? हजुर। ओके। यो 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 सही हो, सही दामी। बालेलाई कोही सक्छ र यो यो कसलाई सम्झेर लेख्नु भएको? हजुर, भाषण मात्रै गरेर हुँदैन क्या, भाषण त जसले भाषण त जसले पनि सक्छ नि। चाहिँ रुखमाथि चढेर पनि गर्दैन मान्छेले। आर यु कमेडी मी? सबै चिज भनेको सेतो टावर, सेतो टावर धरेर होइन, मान्यता दिन तयार हुनुहुन्न। म मात्रै होइन, यहाँ काठमाडौँवासी कोही पनि तयार हुनु। यो सिङ्क लाइक हुन्छ नि, यस्तोको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो जस्तै हामीले ऱ्याप ब्याटलमा युज गरेको वर्डहरू, भोकेबुलरिजहरू जुपिटरबाट ल्याएको त होइन, होइन मार्सबाट पनि होइन, प्लानेट अर्थबाटै हो ल्याएको, होइन। स्टन्टबाजी भनेको चाहिँ कस्तो, केलाई चाहिँ स्टन्टबाजी भने? गफ काम पब्लिसिटी हो, खोइ अरूको हकमा त सही हो, बोल्न सक्दिनँ, तर मैले जति काम त अरू कसैले गरे जस्तो लाग्दैन। गाइज आज मात्र नै थियो हर्क सम्पाङले एकदम बवाल काम गरेको छन्। हर्क सम्पाङले पनि बालीले पनि के कुरा गर्नु, बालीले पनि खतरनाक गरेको छन्। आफ्नो दुईटै क्षेत्रबाट दान गरेको छ। काठमाडौँलाई पनि बवाल बनाएका छन् हर्क सम्पाङले पनि, आफ्नो क्षेत्रलाई पनि एकदम बवाल बनाएका छन्। त्यही भन्न चाहन्छु गाइज। अब आउँदै चुनावमा फागुन 21 गते चुनाव भइरहेछ गाइज, एकदम बवाल भइरहेको छ, एकदम बवाल छ। अब दुईटैलाई समर्थन गरिदिनु होला भने गाइज, दुईटैमा सकेसम्म त हाम्रो विचार चाहिँ दुईटै मिल्दै हुन्थ्यो, तर अलग अलग पार्टीमा छन्। त्यही पनि राम्रोलाई सुन्नुहोस् भने बुढापाका नचुन, त्यही भन्न चाहन्छु। आज पनि खतरनाक के गाइजन, दुईटैको सेब्ला खतरलाई बवाल थियो गाइजन। बस गुड लक, दुईटैलाई बेस्ट अफ लक भन्न चाहन्छु बालीलाई पढ्छ र हर्क सम्पाङलाई पनि सहयोग गरिदिनु गाइज, दुईटैलाई सपोर्ट गरिदिनु भन्न चाहन्छु। तर तपाईँ कसलाई सहयोग गर्नुहुन्छ, राम्रो मान्छेलाई चुन्नु होला, त्यही भन्न चाहन्छु। फेरि पनि मान्छे नेपाल गाइज।